यो देशको भ्रष्टाचारी बलात्कारी सहकारी ठगी यो देशमा अन्याय अत्याचार बलात्कारको विरुद्धमा आवाज नउठाउने अनि यो देश र जनताको हितमा काम पनि गर्न नसक्ने सरकार कस्तो सरकार हो। यो देशमा कसले अन्याय गर्यो कसले अत्याचार गर्यो कसले भ्रष्टाचार गर्यो यसको छानबिन गर्न पनि नसक्ने यो देशमा हत्याराहरूलाई पनि छानबिन गर्न नसक्ने यो कस्तो सरकार हो। अनि रह्यो अर्को कुरा राष्ट्रसभाका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेको बारेमा आज बोल्दैछु। हाम्रो देश नेपालमा जे पनि हुन्छ र विश्वकै नभएको घटना पनि नेपालमा घटिरहन्छ। रवि लामिछानेलाई सहकारी रकम अपहरण गरेको आरोपमा विगत 1 वर्षदेखि अहिलेसम्म हिरासतदेखि कारागारसम्म उनको जीवन यात्रा अथवा जेल यात्रा अहिलेसम्म भइरहेको छ र कतिसम्म हुने हो त्यो कुरा पनि थाहा छैन, कहिलेसम्म टुङ्गिने हो त्यो कुरा पनि थाहा छैन। रवि लामिछाने राष्ट्रसभाका सभापति मात्र होइनन्, त्यहाँभन्दा अगाडि पूर्व सञ्चारकर्मी रवि लामिछाने पनि हुन्। सिधा कुरा प्रधानमन्त्री, त्यसपछि अर्को सिधा कुरा जनतासँग कार्यक्रम चलाएर नेपाली जनतालाई दिनरात नभनी उनले सेवामा समर्पित रहिरहे। रवि लामिछानेले विदेशमा बेचिएकी चेलीहरूको उद्धार गरे अनि विदेशमा रहेका नेपाली नागरिकले दुःख पाएका नागरिकहरूलाई उद्धार गरे अनि देशमा भएको अन्याय अत्याचार र भ्रष्टाचारलाई जरैदेखि उखेल्छु भनेर देशमा लागे अनि अमेरिकाबाट त्यस्तो सेवा सुविधा छोडेर नेपालमा आएर केही गर्छु देशको लागि भनेर रवि लामिछानेले नेपालको लागि धेरै गरे। त्यसैको प्रतिफल हो आज रवि लामिछानेलाई विभिन्न आरोप प्रतिआरोप लगाएर अहिलेको अवस्था अहिलेको परिस्थिति हेर्ने हो भने रवि लामिछानेलाई यति धेरै आरोप प्रतिआरोप लागिरहेको छ। तर त्यो मान्छे यति हँसिलो फुर्तिलो छ कि उसलाई केही पनि भएकै छैन, तर मनमा जति पीडा भए पनि बाहिर मुसुक्क हाँसेर उनलाई एक रति पनि आँखामा डर देखिँदैन, किनभने उनले गल्ती नै गरेका छैनन्, कसरी डराउने भन्ने कुरा पनि रहन्छ। अर्को कुरा रवि लामिछाने एकदम सही हुन्, सहकारी रकम ठगेका छैनन् र यो देशमा रवि लामिछाने निर्दोष हुन् भनेको होइन मैले। यदि निर्दोषी हुन् भने किन अहिलेसम्म कारागारमा राखियो, यदि दोषी हुन् भने प्रमाण दिन पर्यो, संसदमा प्रमाण देखाइदिउँ भन्ने गगन थापा काजी खोइ अहिले बोलेको अवस्था। जब तर पनि यो सरकारले राजनीतिक प्रतिशोध साँधेको छ रवि लामिछानेमाथि। पहिला प्रधानमन्त्री हुनु पूर्व सुशीला कार्की अथवा पूर्व न्यायाधीश अहिलेको प्रधानमन्त्री सुशीला कार्कीले रवि लामिछानेको त उफ्री बहुत प्रशंसा गर्दै हुनुहुन्थ्यो त प्रधानमन्त्रीज्यू, खोइ अहिले तपाईँ कुर्सीमा बस्नुभयो, प्रधानमन्त्रीको कुर्सीमा बसेर खोइ तपाईँले न्याय दिनुभएको, तपाईँले त न्याय त दिनुहुन्न, न्यायाधीशले दिनुपर्ने हो, तर तपाईँले केही कुरामा सहज गराइदिनुपर्छ अथवा त्यो मुद्दालाई अगाडि लैजानको र केही प्रोसेसको लागि केही कुरामा तपाईँले सहजता प्रदान गर्न सक्नुहुनेछ। अहिले के भन्नुहुन्छ भने रवि लामिछानेले सहकारीको रकम अपहरण गरेकै हो, ठगेकै हो भनेर सुशीला कार्की अथवा प्रधानमन्त्री अथवा जेनजीको प्रधानमन्त्री जेनजीले रोजेको प्रधानमन्त्रीले भनिरहनु भएको छ। वाह, क्या गजबको कुरा छ होइन। यिनीहरूलाई के हुन्छ, प्रधानमन्त्रीको कुर्सीमा जानुभन्दा अगाडि एकदमै राम्रो कुरा गर्ने, न्याय देला जस्तो गर्ने, प्रधानमन्त्रीको कुर्सीमा गइसकेपछि लुटतन्त्र, यिनीहरू भ्रष्टाचारी लुटतन्त्र बाहिरी देशहरूसँग र बाहिरी देशको दलालीसँग मिलेर देशमा भए नभएको अराजकता मचाउन थालिसकेका छन्। जेनजीहरूको माग पुरा भएको खोइ प्रधानमन्त्रीज्यू। अनि रविको मुद्दा त त्यत्तिकै छ होइन, अब रविलाई जेलमै सडाउने होला नि। अब रविले त भरको देशका सम्पूर्ण सहकारी संस्थाका सबै रकमहरू अपहरण गरेको होला रवि लामिछानेले, देशमा भएको अन्य अत्याचार बलात्कार पनि रवि लामिछानेले गरेको होला। अब के मुद्दा लगाउने हो लगाएर रवि लामिछानेलाई 10औं 20औं वर्षसम्म जेल हाल्नुपर्छ भन्ने तपाईँको त्यो नियतमा देखियो अहिलेको अवस्था। र तपाईँको कुरा यसो विचार गर्दा तपाईँले मिडियाहरूमा यसो बोल्दाखेरिको हाम्रो अनुभव, जनताको अनुभव भनेको प्रधानमन्त्री नै दोषी देखिनुहुन्छ। तपाईँ भनेको प्रधानमन्त्री हुनुभन्दा अगाडि के बोले, आफूले कसो बोले भन्ने कुरा अलिक ख्याल राख्नुहुन्न। तपाईँलाई एउटा कुरा होइन हजारौं कुरा जनताले भनिसकेका छन्, यो जेनजीको सरकार हुँदै होइन, किनभने यो भारतले बनाएको सरकार हो अथवा बाहिरी देशले बनाएको सरकार हो। हेर्नुहोस्, तपाईँ पूर्व न्यायाधीश पनि हुनुहुन्छ, तपाईँलाई कानुनको विज्ञता हुनुहुन्छ भनेर जेनजीले रोजेको हो। तर नेपालमा जेनजीहरूको हत्या खोइ केपी शर्मा ओली लेखक खोइ जेलमा गएको भन्ने कुरा जनताले गरिरहेका छन्, स्वयं मैले पनि गरिरहेको छु। तपाईँको मुटु छैन, अहिलेको गृहमन्त्रीको पनि काम छैन, एकदम डर छेरुवा छ, एकदम मुटु छैन। मुटु हुनुपर्छ त रवि लामिछाने जस्तो हुनु पर्यो। जब गृहमन्त्री भएको केही समयमै उनले 25 वटा फाइल खोलेका थिए, भुटानी शरणार्थी काण्ड त्यस्ता त फाइल कति खोले त खोल्दै थिए। 20 बाटोमै उनलाई मुद्दा लगाइयो उनीहरू, किनभने ठुल्ठुला नेताहरू त्यसमा पर्ने भयो नि त, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी हरेक नेताहरू पर्ने भयो नि त। त्यसो भएको हुँदा रवि लामिछानेलाई दुई पटक चितवनले जितायो, किन गृहमन्त्री बनायो? अब यसको प्रश्न मैलाई होइन, चितवनका जनतालाई सोध्नु होला। म त एउटा के भन्छु भने रवि लामिछाने निर्दोष छन्, कुनै पनि काण्डमा मुछिएका छैनन् भन्न खोजेको होइन। यदि उनी पनि आफ्नो गल्ती कमजोरी होला त्यो आफ्नो ठाउँमा छ, तर सहकारी रकम अपहरण गरेको भन्ने अहिलेसम्म कुनै प्रमाण पनि छैन, कुनै पनि आधार पनि छैन। यो सरकारले पनि राजनीतिक प्रतिशोध गर्यो, केपी ओलीको सरकारले पनि गर्यो, यो सरकारले पनि गर्यो। अब कस्तो सरकार आउने हो? नयाँ भन्ने सरकारहरू, नयाँ भन्ने व्यक्तित्वहरू, नयाँ भन्ने मेयरहरूले पनि अहिले रवि लामिछानेको यति खेदो खनिरहेका छन् कि यो देशको सबै भ्रष्टाचारी रवि लामिछाने हो भनेर भनिरहेका छन्। त्यस्ता नयाँ व्यक्तिहरूले नयाँ पार्टी खोलेर के नै गर्न सकिन्छ? एउटा रवि लामिछानेको लोकप्रियता देखेर होला, तर कुनै पनि पार्टीले केही पनि गर्न सक्दैन, किनभने
किनभने अहिले पुरानालाई नै फाइदा हुने गर्छ। पुरानाहरू सल बलाइसकेका छन्, 3वटा पार्टीहरू सल बलाइरहेका छन्, जुन मैले नामै भन्नु पर्दैन। मेरो भनाइ के हो भने नयाँहरू एक ढिक्का भएर मिलेर जाँदा एकदमै राम्रो हुन्छ भन्ने कुरा प्रश्न पार्न चाहन्छु। अर्को कुरा रह्यो रवि लामिछानेको केस कहिलेसम्म हुन्छ र के हुन्छ भन्ने कुरा हामीलाई पनि थाहा छैन। यिनीहरूको भित्रभित्र खिचडी पाकिरहेको छ। रवि लामिछानेलाई जेलमा नि सडाउने, उनलाई भए नभएको पनि आरोप लगाउने भन्ने कुरा प्रष्ट हामीले यो सरकारको नियत पनि त्यस्तै देख्यौँ र केपी ओलीको सरकारको पनि नियत त्यस्तै देख्यौँ। अहिले त गुन्डाहरू पालेर बसेका छन् केपी शर्मा ओली। कुनै पनि व्यक्ति आफ्नो घरमा अथवा आफ्नो घर हिँड्दै गरेको बाटोमा हिँडिरहेको व्यक्तिलाई पनि समाएर कहाँ जाने हो, के गर्न जाने हो भनेर बौला कुकुरले टोकेर, रेबिस लागेको कुकुरले टोकेको जस्तो गरी चम्किन पो जान्छन् हो। गुन्डाहरू पालेर केपी शर्मा ओली माथि मोज मस्ती गरेका छन्। सुशीला कार्की प्रधानमन्त्री कुर्सीमा बसेर ठुलो हाकिम महाराजा अनि देशको राजा जस्तो बसिरहेको छ। देशमा अब राजा ल्याउँछौँ भन्ने एकातिर दुर्गा बसाई भारत प्रस्थान गरिसकेका छन्। यहाँ नेपालमा अनेक हुन्छ क्या। यो देश टुक्रिन थालिसकेको छ, यो देश वितण्ड भइसकेको छ, देश जलिरहेको छ। यी भ्रष्टाचारी बलात्कारी नेताहरूले गर्दा हो। बाहिरी देशको आर्थिक सहयोग ल्याउँछन् नेपालमा, ऋण नेपाली जनताको थाप्लोमाथि भरिरहेका छन्। अनि बाहिरी देशले नहेपेर के गरोस् त? होइन भने तिमीहरूको बाउको वीरता होइन नेपाल। एउटा कुरा के भन्छु भने रवि लामिछाने जेन्जी भन्दा पहिलो मुद्दा भनेको रवि लामिछानेले निकालेको मुद्दा हो। किनभने जेन्जी भन्दा पहिला अन्याय अत्याचार बलात्कार भ्रष्टाचारको जरा उखेल्न सुरु गरेको भनेको रवि लामिछाने मात्र हो। तर मैले रवि लामिछाने मात्र भनेर होइन। रवि लामिछाने दोषी छन् भने यदि कानुन छैन भने पनि कानुन बनाएर उनलाई, यदि दोषी छन् भने उनलाई कानुनले सजाय दिनु पर्यो। यदि छैनन् भने यो सरकारले पनि राजनीतिक प्रतिशोध गर्यो। यदि रवि लामिछाने निर्दोष छन् भने उनलाई तुरन्त रिहा गर्नुपर्छ। र जीवी राई कहाँ छन्? अर्को कुरा के छ भने जीवी राई बाहिर यो देश, यो सरकारले हो, यो सरकार प्लस अघिल्लो सरकार, जीवी राई कहाँ छन्? अर्को असली सरकारी रकम ठगी गर्ने व्यक्ति त मलेसियामा छन्। कोही नेपालले मोज मस्ती गरेका छन्। नेपाली काङ्ग्रेस एमालेका कार्यकर्ताहरू छन्, जुन संसदहरू भइसकेका छन् नि, उनीहरूले सबभन्दा मेन असली सहकारी रकम ठगी गरेका व्यक्तिहरू हुन् र उसलाई राजनीतिक प्रतिशोध गरेर जेलमै सडाउने निर्णय यिनीहरूले गरिसकेका छन्। यदि बाहिर रवि क्लिन भएर बाहिर आए पनि पृथ्वी गोलो छ। पृथ्वी कस्तो छ? गोलो छ। अहिले रवि लामिछाने जहाँ छन् त्यही सबै नेताहरूको पालो आउँछ र त्यही जेलमा र त्यही ठाउँमा यी सब नेताहरू जाकिन्छन्।